एकछिन उहाँ पुग्छु ताराको ससुराली गाउँ जान आँटेको यहाँ सबैले मेरो साथी खाइसक्यो त्यहाँ सबै भेटाएर थिएँ मुने योगी त्यो निर्गली हेलो मामा काइली माइजू पोखरीको चन्द्र त्यो भेनालसँग आउने दिपकी भाउजू सुमन सोध्दै थियो तपाईँलाई पनि सुमनको भेनाल चाहिँ किन आउनुहुन्छ भन्दै छुट्टी मिल्यो भने भोलि नै आउनुहुन्छ भेला रेडी गर्नु मेरो कुरो भेनालजी भाइ भन्दैको मसँग नबोलेर यी आउँछु अरे 6-7 दिनमा परतिर पुग्दिन अरे ठुलै पल्टेर म धनी भएर गाइला बामा कहाँ गाइला मसँग बोल्नु पर्दैन तिमीलाई बोलाएको पनि होइन तिमी बोल्नु पर्दैन भन्दै मैले ढिङ्कलासँग मात्रै बोला बेकार होइन चाडपर्व होइन बिना काममा किन जान्छ अनि सन्जितले निम्तो गर्दा म आइन अरे मेरो पनि पालो आउँछ अरे मेरा पनि 2टा छोरा छन् अरे मेरो पनि दिन आउँछ अरे मैले पनि निम्तो गर्छु अरे म गाडी खान आएको होइन हौ रोटी खान आएको भन्दै यहाँ पर्तिर त्यहाँ हाम्रो छोराले बिहे गर्दैन भन्नु अनि मेरो छोराले वर्तमानमा गर्दैन त उयोले वर्तमानमा गर्दैन तेरो वर्तमानमा भागी छ भनेको वर्तमान नभए बिहे गर्दैन अरे 2टी छोरी छैन नि भन्छु म पहाड गएको छु नि अरे उयो त्यहाँ दिनुपर्छ भने दिनुभयो अनि हुँदै कता जाने हो हामी उता दोकान जाने होला त्यतातिर बटारेकै जाँदा त पुगिन्थ्यो होला यसो घरतिरबाट एउटा कोक किन सिराउनु रातो चिया दिन्छ नि नास्तै खायो आयो म पनि हिँडेको अब दोकानतिर जानु पर्यो त्यो खानेकुराहरू मिठो मिठो खानेकुराहरू ल्याउनु पर्यो खानु पर्यो मलाई पनि ल्याइदिनु काम गरेर कमजोरी भयो नि त्यही भएर पो काला चाउरी पारेको भित्र छु म किन बुढो चाउरी पर्दै गयो किन निधार निधारले आयो भनेको त कमजोरी भएर अन्त फेसमा चाहिँ कसलाई जलाउन लगाएको को अरे एक्सहरू को जल्छ अरे हाम्रो पुरानो भुपू मायालुहरू बोपुहरू पुरो होला नि आउँछु भनेर भेटा नपर्ने कस्तो भएर आएछ भेट्न पाएको हुन्छ तर बाटो ठोक्ला नि योसँग त के अरे यसलाई मैले पहिला मन पराएको थिएँ बित्थामा छोडेछु भनेर पुरै पसिलो लागिरहेको होला गेट भइरहेको होला त्यही त कसरी रिग्रेट लाग्नुपर्ने म राम्री भएर कि तपाईँको एक्स कि मेरो एक्स त्यसो गर्छन् हौ म राम्रो भएर नि हौ तिमी के राम्रो त्यसो भनिन्छ त मेरो फोटो लगाएर के राम्रो अरे मेरो फोटो लगाइसकेपछि त मेरो भुकुहरू पो ढल्छ नि त यसलाई मैले मन पराएको थिएँ यसलाई मैले लान पाइनँ हेर दुईवटा छोरा हुने रहेछ भन्नेहरू अनि मलाई लाँदा पनि दुईवटा छोरै जन्मिने रहेछ भनेर आश गर्छु नि त मलाई लानुले पनि क्या कुरो चाहिँ बुझ्दैन हौ के गर्दैछु दोकान पुगिहालेको लेख्दैछु यहाँ साइन गर्नुपर्छ बाहिर निस्किने बेला पानी आउन आएर गुडुङ गुडुङ गर्दैछ ए दाम घुम्दा छ अब हामी घुम्न निस्किने घुम्दा घुम्दै कता पुगिन्छ थाहा छैन उर्मिलालाई भेटेको थिएँ अनि यो बुधबारे परेको जग्गा बेचेर त आउनुपर्छ है बुढो रमाइलो हुँदो रहेछ सबै भेटेको भेटै गर्छु म त यहाँ त भेट्ने नि मात्रै छु
हो त्यही भेट्छ भनेर त पर राखेको त तँलाई मैले कुनामा कसैसँग नभेट्ने गर यो मान्छेसँग भेट्यो भने मान्छेले बिगारिहाल्छ नि कसरी बिगार्छ हट खतम बनाउँछ हट अँ, कहाँ त्यो गइहाल है भोलि नै अरूसँग कुन कुनसँग भेटेर झन् बिग्रिन्छ बर्बाद हुन्छ मेरो सोल्टीहरू पनि यहीँ छन् भेटिन्छ त्यही भएर बाहिर घुम्न आँटे अब आज र भोलि त घुम्नु पर्ला यता